अनएक्सपेक्टेड मोमेन्टमा अनएक्सपेक्टेड पर्सनबाट अनएक्सपेक्टेड गोल. All hail Rashford. I sincerely apologize on behalf of all the Barcelona fans. हामीले के भन्यौँ होला, कति नराम्रो शब्द प्रयोग गऱ्यौँ होला, काम छैन, मतलब त्यो सबै चिजको लागि म माफी माग्न चाहन्छु. किन भन्दाखेरि आज हजुरले नदी पार गराइदिनु भयो. एन्ड यस, कङ्ग्रेचुलेसन टु अल द बार्सिलोना फ्यान्स. के मतलब ओहो, न्युक्यासल युनाइटेडलाई त्यसको होम ग्राउन्डमा गएर सेन्ट जेम्स पार्कभित्र जित्दियौँ कि हामीले जित्दियौँ. लालिगाको टिमहरूले इपिएलको टिमलाई जित्न नसकेको अवस्थामा बार्सिलोना आएर ढोका फोडेर भित्र छिरेर 2 गोल हानेर. अब आजको खेलको कुरा गर्दाखेरि रासफोर्ड म्यान अफ द म्याच भइहाल्छ होइन. ओभरअल बार्सिलोनाको खेल अलिकति मतलब कस्तो कस्तो देखियो होइन. तर त्यो किन भन्दाखेरि न्युक्यासल युनाइटेड हो नि त, अपोनेन्ट पनि त स्ट्रङ छ नि त होइन. मतलब त्यही भएर पनि होला होइन. त्यही भएर यसले राम्रो खेल्यो यसले नराम्रो खेल्यो भनेर म केही भन्दिनँ होइन. सबले डिजर्भ गर्छ होइन रेस्पेक्ट, किन भन्दाखेरि जित्यो होइन. र मैले कुन्डेलाई मेन्सन गर्नै पर्छ होइन. कुन्डेले आज बार्सिलोनालाई धेरै बचाएको होइन. मतलब कुन्डे यार म्यान. बार्सिलोनाको पनि च्याम्पियन्स लिगमा विजय सुरुवात भइसकेको छ र यो सुरुवात फाइनल जितेर अन्त्य गर्नुपर्छ. अब भिस्का बार्सा, भिस्का कातालोनिया. सक्दैन नि फेरि बार्सिलोनालाई.